बाबु राम्रोसँग पढेस्। अहिलेसम्म सबै राम्रै भइरहेको छ। अब आगामी दिनहरूमा पनि राम्रो राम्रो गर्नु, ठुलो डाक्टर बन्नु, कुलतमा नफस्नु है बाबु। एउटा सामान्य आर्थिक पृष्ठभूमि भएको विद्यार्थीले आज डाक्टर बन्ने सपनाका साथ आइओएम प्रवेश गरेको छ। लामो प्रयास तथा परिवारको विश्वासले साथमा दिई ऊ सुरुबाटै आफ्नो अध्ययनतर्फ केन्द्रित हुन्छ। ऊ आफ्नो एक साथीसँगै कोठामा बसेको छ। प्यासा दिल मेरा ओए हल्ला साले पढिरहेको दिँदैनस्? कति पढ्न सक्यो यो दाइ? तेरो दाइले कति पढ्नु दिइसक्यो? तँ त त्यहाँ किताब मात्रै पढेर बसेर के भाउजूको फोटो हेर, भाउजूको यहाँ तँलाई त तेरो भाउजू। दाइले सुन्दैनस्? एमबिएसमा नाम निकाल्नु पो गाह्रो, छिटिसकेपछि त कता पनि डाक्टर भएर निक्लिहाल्छ। टेन्सन पछि थाहा पाउँछ सा। मैले दाइहरूको कुरा सुन्दै बस्थेँ। पढ पढ। मलाई पढ्नु छ, म पढ्छु। ठुलो डाक्टर बन्नु छ। बाबामाको सपना पुरा गर्नु पर्न। टिभी खोले, टिभी खोल। ढोका खोल भन, टिभी त ढोका खोलेपछि खोलिहालिन्छ। ए साँच्ची त ओ टिभी टन ढोका खोले। कोही हो टिभी टन भने? साला हाम्रो तुला बाजा के को हुन्छ? ढोका खुलेछ क्या आइज भित्र। फेरि आयो अर्को। के गर्दैछ सर तुला बहादुर? तेरो भाउजूको फोटो हेरिरह लु त पनि यार। ए खैले र यार राम्ररी छ यार। छाड्दै बाबु तैँले यसलाई सबै मराएको छ यसलाई। चुप लाग साला, भाउजूले आँखा लाउँदो रहेछ। लैजा लैजा तेरो भाउ तैँले। के गर्दैछ बाबु? हेर न केटाहरू, 10 दिन भएको छैन कलेज आएको, पढ्न थालिसक्यो रबिन्सन कोत्राम। बाबा खोइ अघि त्यही भनिरहेको सुन्ने होइन, जस्तो नि पढेछ किताब त यहीँ त हो नि। हेर बाबु यो उमेरमा नि हल्का रमाइलो गरिनेछ भने तेरो जिन्दगी खेरे गयो। बरु हिँड यसो हरियाली हेर आऊ कि। चिप्लाक साला पढ्छु म। तँ यहाँ हरियाली हेर साला, हरियाली हेरेपछि फ्रेस हुन्छस्, त्यसपछि त यस्ता किताब त फरर। हेर जाऊँ बाबु, यसो गर सोसलको चिसो हावा खाएर आउँला। त्यही के अब बाहुन बोलाएर साइज हेर आउने हो कि जाने पनि हो। हेर जाऊँ बाबु, कति पढ्छ यस्तो मुडमै गर्नुपर्छ कि। यसरी नै जीवन चलिरहेको छ। जाम जाम ल। समयसँगै बाबु पनि बिस्तारै साथीहरूको सङ्गतबाट प्रभावित हुँदै जान्छ। हेलो गाइस। हल्ला नगर्न, पिडिएफ पढिरहेको छु साला। कति मोबाइल चलाउनु पऱ्यो हेत, यस्तो मजाको जिन्दगी छोडेर तपाईँ मोबाइल चलाउनु पऱ्यो। आफ्नो पढाइ बिग्रिरहेको छ। घरिघरि खानै परेन त कुरा नगर के, हेर्दिनँ यस्तो मोज नगरेर मुर्गो खाइदिनु यार, रमाइलो गरिराखन, यस गरिराखन हेर्न यार। हेर्दिनँ जाने हो र एकछिन बस न। गयो सल्कान त सल्कान सल्का अहिलेको एउटा छुटो मात्रै बाँकी छ यार। आधी भएन हुन्छ, जति भएन हुन्छ। छुटो भयो के बाले बजेट दिन छोड्यो क्या? आधी आधी ल्याउँछस्। बाले बजेट यही भयो नि, चलाइदिन्छ काम। मलाई दिइहाल्ने र हामीलाई छान्ने एकचोटि। ओ केटा ओ के छ हो तुली? के यसो त त्यहाँ ल्याउ यार। ल के छ त तुले? अन्त साले लङ क्यान्सर हुन्छ। नखा नखा, आफू त कोक्समा पाले बनेर खाने हो। अनि के छ तुली खबर भन? के हो नि यार, तिम्रो पनि मोज छ यार। कस्तो राम्रो छ केटीहरू यार, यसो हामीलाई मिलाइदिएन यार। थोपडा हुनु पर्यो नि, थोपडा यो हुनु पऱ्यो नि, यो अनि पनि इज्जत दिन्छ। थोपडा कुरा नगरेको बुझिस् नि, मैले हुन्छ मात्र नपर्छ, केटीको त लाइन लाग्छ, लाइन बुझिस् नि। मैले नाइ पो भनेर लाइरहेको छ।
लाइनै लाइन छ लाइन छ यस्ताको सङ्गत छ अनि कहाँ लाइन लाग्छ अन्त पढ्नु जति नि पढाइ मात्र गर्छ यताउता हिँड्नु छैन कति पढाइ मात्र कुराहरू छ। एक दिन आफ्नै कक्षाकी एक साथीसँग बाबुको आँखा जुत्छ। उनी मुस्कुराउँछिन्, बाबु पनि मुस्कुराउँदै अघि बढ्छ। हेरेर गयो नि त हेलो कुरा गर्न यार मलाई पनि राम्रो लाग्यो। कुरा गर नगर यार तिमी सक्दै त सक्दैनस् भने त म पठाइदिन्छु नि त। साला त्यो भन्दा त ओल्लोबाट मिल्यो भने कति राम्रो थियो यार। चुपला यताकै राम्रो थियो यार कुरामा कुरा यार मलाई पनि सुनिरहनु लाग्यो। छिटो कुरा न त अरूले उडाइदिन्छ होइन नि मै गएर उडाइदिन्छ। बिस्तारै बाबु र वर्षाबीच कुराकानी हुन थाल्छ। बाबुको वर्षाप्रतिको आकर्षण पनि बढ्दै जान्छ र एक दिन हिम्मत गरेर बाबु वर्षा सामु प्रेम प्रस्ताव राख्दछ। तिमीलाई कुरा भन्नु थियो एक्चुअली I love you वर्षा। मैले त तिमीलाई साथी जसरी खालि साथी जसरी मात्रै सोचेको थिएँ। त्यो लभ शब्द सोचेको छैन तिमीबाट मैले। होइन अभि कहाँबाट आयो यो एक्कासी? म सक्दिनँ यस्तो त। म त तिमीलाई साथी मात्रै सोचेको थिएँ। I really love you। होइन प्लिज भयो चाहिँदैन यस्तो। मलाई खालि साथी मात्रै सोचेको थिएँ तिमीलाई। भयो म तिमीसँग बोल्दिनँ अब जिन्दगी। बाबुको पहिलो वर्ष यसरी नै बित्छ। गलत सङ्गतका कारण पढाइमा पनि रुचि गुमाउँदै गएकाले पहिलो वर्षको परीक्षामा बाबु असफल हुन पुग्छ। शिट साला फेल भइएछ यार। मेरो पनि हेर्छ मेरो पनि ओ सेट मन फेल म पनि फेल भएछ। बाबुको त्यत्रो पढ्ने बाबु त फेल भएछ हामी फेल भइहालिन्छ नि। एकछिन बाबुसिन जाउँ न। त्यही भएर यस्तो चिन्तित भएर यो ओए सर परीक्षा दिनु त यदि दिन्छौँ त पहिलोपटक फेल भइदियो। हामी त फेल भइन्छ तिनीहरूलाई सबै पास भइहालिन्छ नि। बाबु कत्रो ठुलो सपना थियो यार। मलाई राम्रो डक्टर बनाउनु सब सक्न सुरु भयो। जस्ट जिरो यार चिन्ता गर्नु पर्दैन। बरु एकछिन घुमेर त्यही हो नि त। त्यो मोडन भइहाल्छ नि। साले तिमीले गर्दा म यस्तो भयो। अब म छोडिदिन्छु तिमीहरूले एक्लै बस्छु। के भयो होला? बाबु कोठा सर्छ। अब ऊ एक्लै बस्न थालेको छ। ऊ फेल भएको कुरा घरमा उसको आमासम्म पुग्छ। हेलो बाबु, कस्तो छस्? बोल्दैनस् त? हेर बाबु, हाम्रो परिवारको अवस्था तँलाई थाहा छँदैछ नि। अब त यसरी फेल हुन थालेपछि यत्रो लगानीको के होला भन् त? त्यस्तो राम्रो पढ्ने मान्छे कसरी फेल भइस् त? हामीलाई त पत्याउन नि निकै गाह्रो भइरहेछ। यस्तै गर्दै गइस् भने हाम्रो इज्जतको के हुन्छ आफै भन् त तैँले। खै के गर्न खोजे होस् तैँले?
चारैतिरको तनावका कारण बाबुले केही सोच्न सकेको छैन। पश्चाताप र निराशाले बाबुको अवस्था अझै नाजुक बनाउँदै जान्छ। यसै अवस्थामा बाबुले दोस्रो परीक्षा पनि दिन्छ, तर पुनः असफल हुन पुग्छ। बाबु बिस्तारै डिप्रेसन भन्ने रोगको शिकार बन्न पुग्छ। मुक्ति पाउने केवल एक उपाय देख्दछ। धेरै दिनमा आयो यार। बाबु त्यो जर्सी कहाँ भन् त? भन्न साले कहाँ त्यो जर्सी? बोल्दैन साले। बाबु के हो साले? के खायो ले? उठ बाबु, बाबु उठ, के हो तँलाई? उठ बाबु उठ। बाबुका साथीहरूले उसलाई समयमै अस्पताल पुर्याउँछन्। अस्पतालमा डाक्टरहरूको अथक प्रयासले बाबुको ज्यान बच्छ। थप मानसिक परामर्श र सहायताका निम्ति बाबुलाई साइकाट्रिस्टकोमा पुर्याइएको छ। बाबुजी, अहिले हजुरको अवस्था कस्तो छ त? ल ठिकै छ। हजुरको साथीहरूसँग मैले हजुरको भर्खरको विगतको बारेमा चाहिँ सोधेँ होइन, अनि यो कुरा थाहा पाएँ कि तपाईँ पहिला चाहिँ एकदमै राम्रो विद्यार्थी हुनुहुन्थ्यो अरे, राम्रो पढ्नुहुन्थ्यो अरे, धेरै कुराहरूमा एकदम रुचि देखाउनुहुन्थ्यो, साथीहरूसँग पनि मजाले बोल्दै गर्नुहुन्थ्यो। तर केही समयपछि चाहिँ कुनै घटनाले गर्दा हजुर एक्लै बस्न खोज्ने अनि अरू कुराहरूमा रुचि नदेखाउने, साथीहरूको सर्कलबाट टाढा हुँदै जानुभएको, कोठाबाट छुट्टिएर बस्नुभएको, त्यस्तो कुराहरू थाहा पाएँ। अनि अब हजुरलाई डिप्रेसनको बारेमा पनि थाहा होला, साथीहरूबाट सुनेपछि चाहिँ मलाई हजुरलाई डिप्रेसन भएको भन्ने कुरा थाहा भयो है। डिप्रेसनको बारेमा चाहिँ हजुरले के बुझ्नुपर्छ भने डिप्रेसन भनेको रोग चाहिँ होइन। यो डिप्रेसन भएको मान्छेहरूको चाहिँ एकदम निराशाजनक सोचहरू आउने मनमा, अनि कुराहरूतिर अरू कुराहरूतिर रुचि नदेखाउने, एकोहोरिने, त्यस्तो खालको स्वभाव देखाउँछन्। हजुरलाई पनि त्यस्तै स्वभाव देखिएको रहेछ। अब यसको चाहिँ उपायहरू छन्। अब कति मान्छेहरू चाहिँ डिप्रेसन भइसकेपछि पनि राम्रो उपचार र सही परामर्श पायो भने पूर्ण रूपले
सामान्य जीवनयापन पनि फेरि जिउन सक्छन् कि। अब यसका धेरै उदाहरणहरू छन् होइन। हजुरले दीपिका पाडुकोनलाई चिन्नुहुन्छ? नाम सुन्नुभएको छ है? उहाँ त एकदम पपुलर एक्ट्रेस हो नि त इन्डियाको। अनि उहाँलाई पनि 2 वर्ष जति डिप्रेसन भएको थियो। अब डिप्रेसनमा सँग चाहिँ एकदमै लड्नु भयो र फाइनली जित्नु पनि भयो। उहाँले चाहिँ यसको क्रेडिट चाहिँ स्पोर्ट्सलाई दिनुहुन्छ। उहाँ चाहिँ ब्याडमिन्टन प्लेयर हुनुहुन्थ्यो बिफोर सी वाज एन एक्ट्रेस है। अनि ब्याडमिन्टन खेलेर स्पोर्ट्सबाट चाहिँ आफूलाई एकदम हेल्दी बनाउँदै जानुभयो मेन्टली है। अब मैले चाहिँ हजुरलाई के भन्न खोजेको भने यस्तै अरू रिक्रिएसनल एक्टिभिटिजहरू गर्दाखेरि जस्तै योगा गर्ने, ध्यान दिने, मेडिटेसन गर्ने होइन, अनि गीत सुन्ने, जुन कुरामा आफूलाई एकदम आनन्द महसुस हुन्छ त्यस्तो कामहरू गर्दाखेरि चाहिँ नकारात्मक सोचहरू पनि अलिकति कम हुने, साथै जुन कुराले आफूलाई डिप्रेसनतर्फ लगेको छ त्यो कुराबाट टाढै रहने, आफ्नो लक्ष्यतिर बढी उन्मुख हुने, त्यस्तो गर्दाखेरि चाहिँ डिप्रेसनबाट सजिलै निस्कन सकिन्छ। र यसका लागि तपाईँले रेगुलर औषधिहरू खानुपर्छ। म तपाईँलाई औषधिको नाम पनि लेखिदिन्छु र थेरापिस्टहरूसँग पनि मिलाउँछु। उहाँहरूले तपाईँलाई यो उपायहरू चाहिँ कसरी फलो गर्ने त भन्ने कुरा सिकाउनुहुन्छ है। यसको लागि हाम्रो मात्रै होइन, हजुरको पनि ठुलो रोल हुनुपर्छ। हजुर पनि अब म डिप्रेसनबाट निस्किन्छु भन्ने हिसाबले जानुपर्छ। ल औषधिहरू चाहिँ रेगुलर खानु होला। र एउटा कुरा चाहिँ के नबिर्सिनु भने जिन्दगीमा उतार चढावहरू आइरहन्छ, जीवन चक्र नै यसरी नै चलेको हुन्छ। तर अब कहिले कहिले उकालो हुन्छ, कहिले ओह्रालो हुन्छ। ओह्रालो आयो भन्दैमा आत्तिने, उकालो आयो भन्दैमा मात्तिने होइन, त्यस्तो चाहिँ गर्न भएन। अब बेस्ट अफ लक, राम्रोसँग औषधि खानु होला, यो थेरापीहरू राम्रोसँग फलो गर्नु होला, हजुरको राम्रो हुन्छ। यसरी आफ्ना मित्रजन र परिवारको सहयोगले बाबुले पुनः सामान्य जिन्दगीतर्फ पाइला अघि सारेको छ। समयसँगै बाबुले आज आफ्नो सपना पूरा गरी एक साइकाट्रिस्ट बन्न सफल भएको छ। आफ्नै रिहेबिलिटेसन सेन्टर खोलेर आफू जस्तै समस्या भोगेका अनेक युवालाई आज उसले पुनः नवजीवन प्रदान गर्ने कार्य गर्दछ। सुन साइली दियो मतले गुरुरु सम्झे कहिले नरुनु। सुन साइली परदेशबाट मौला। यसरी बाबु जस्तै विश्वका अनेक युवाहरू आज डिप्रेसनको शिकार बन्दैछन्। व्यक्तिगत असफलता, प्रियजनको मृत्यु वा बिछोड, बेरोजगारी लगायत आजकलको असामाजिक जीवनशैली जस्ता कारणले विश्वमा हरेक 10 मध्ये 1 यो रोगको शिकार बन्ने गरेका छन्। पुरुषभन्दा महिलामा बढी देखिने यो रोग नवजात शिशुका आमाहरूमध्ये पनि 10%लाई देखिने गरेको छ। डिप्रेसन भएका मान्छेले कम बोल्ने, खान नरुचाउने, एक्लै बस्ने, शारीरिक रूपमा कमजोर हुने, थोरै सुत्ने, समाजसँग रुचि नदेखाउने जस्ता अनेक लक्षण देखाउँछन्। नेपालमा पनि यो रोगको संख्या बढ्दै आज सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकहरूमध्ये नेपाल 7औं स्थानमा पुगेको छ। नियमित औषधि सेवन, साइकाट्रिस्टसँगका नियमित भेटघाट, वार्तालाप र परामर्श, व्यायाम, योग, खेलकुद र अन्य सृजनशील काममा लाग्नाले यो रोग पूर्ण रूपमा निको हुन पनि सक्छ। यसका निम्ति हामी सबै आजैदेखि जागरुक हुन अत्यन्त आवश्यक।